हामी चाहिँ गाइस के अरे यहाँ पाथिभरा आइसकेर होइन बर्दनले यहाँ चिया हाल्दैछ। बर्दन साथी अघि आएर चिया हाल्दैछ। स्पेसल चिया इलामको चिया है। इलामको चियापत्तीको चिया होइन, अर्ग्यानिक चिया हो। के छ कस्तो कतिको चिसो छ यार सधैँ यार? राम्रो छ है? राम्रै छ, मौसम राम्रो हो। चिया यस्तो छ होइन। ल हामी चाहिँ अहिले होइन पाथिभरा मन्दिर आइसकेका छौँ। पाथिभरा मन्दिर चढ्न छौँ होइन। अनि यसपछि हामी यहाँ सामानहरू किन्दैछौँ केटाहरू चाहिँ। यहाँ दिदीकोबाट के अरे सामान किनेर हामी जाँदैछौँ होइन। फर्स्टमा चाहिँ यो गणेश मन्दिर छ अरे एउटा यहाँ। अनि गणेश मन्दिर पूजा गरेर हामी जाँदैछौँ। हाम्रो यो चाहिँ टाउकोमा बानेको चाहिँ के अरे? के भन्दै हुन्छ दिदीले? टाउकोमा बानेको चाहिँ के अरे? जय मा पाथिभरा। जय माता पाथिभरा वाला छ होइन। प्याब्लोको ठाउँमा आइएको छ होइन। हस्पिटालिटी दिनुपर्छ इलामको हस्पिटालिटी। मौसम चाहिँ यस्तै छ गाइज होइन। घाम लागेको भए दामी देखिन्थ्यो है। अब हाम्रो बल्ल हाम्रो यात्रा सुरु भएको छ यो डाँडाबाट होइन। यो यहाँबाट यस्तो ठाडो बाटो छ। माथि चढ्दै माथिको डाँडामा जानुपर्छ। सबै हामी त्यहाँ पूजा गरेर आइसकेका छौँ। डाँडा चाहिँ यस्तै ठाडै छ है। के पोखरी भन्छ यसलाई? हामी चढ्दैछौँ होइन गाइस। सानो आएको भइसक्यो। पसिना आएर आधी घन्टाको यात्रा। यस्तै छ बाटो चाहिँ। आनन्द छ त्यस्तो। फाइनल भ्यू चाहिँ आइसकेको गाइस होइन। सर यो माथि टपमा हो। कस्तो खुसी छ। मन्दिर चाहिँ त्यही देखिरहेको छ। अब त्यहाँबाट बिचमा ल पाथिभरा मन्दिर आइसकेको छौँ। त्यहाँबाट के छ यार? थालिसक्यो मेरोमा हालत त्यही भएको छ। आज अलिक खाली रहेछ होइन। नत्र यहाँ भिड हुन्थ्यो। पालो पर्खिनु पर्छ क्या। बिहे पनि हुन्छ हो। अनि सुरुमा हामीले उहाँ पूजा गर्नुपर्छ क्या। दुर्गा मातामा पूजा गर्ने हो। अनि त्यहाँबाट भित्र छिर्ने हो क्या। त्यही मरिलो फुटाउने ठाउँ त्यहाँ छ। अनि यहाँ चाहिँ शिवजीको मन्दिर छ। शिवराय मन्दिर त्यहाँ चाहिँ आउनु होला हजुरहरू पनि। पूर्वको ठाउँ घुम्नको लागि। हामी फाइनली होइन के छ हामी पूजा गरेर होइन पूजा गरेर हामी आनन्द टाइपको भइरहेको एकदम पिस होइन। अब यतिको हामीले गरेर चाहिँ अब सबै मान्छेहरूलाई चाहिँ होइन सबैजनाको राम्रो होस्। हाम्रो सोचेको सबैको पुरा होस् होइन। अब चाहिँ के अरे हल्का आनन्द कस्तो अर्कै फिल भइरहेछ यार मलाई चाहिँ होइन। तिमीलाई कस्तो भइरहेछ? सबैजना कस्तो भइरहेछ? पिस भइरहेको थियो छैन? मन्दिरमा छिर्ने बित्तिकै अर्कै हुन्छ है। दिपक पनि त्यहाँ हिँडिरहेछ होइन। मम्मीहरू त्यहाँ सबैले हामीले चाहिँ अनि मैले होइन 19 सजिन्द्र र दिपकले चाहिँ मम्मीहरूले के अरे पोतेहरू लगाउँदैछ होइन घरमाहरू। सजिन्द्रले के देखाएको त्यो देखाएको तिमीले किनेको कहाँ छ? ए सजिन्द्रको यहाँ छ होइन। अनि बर्दनले पनि किनेको देखाऊ। घरकै मान्छेलाई लगिदिएको छ। घरकै मान्छेलाई लगिदिएको छ। अब देखाउँ होइन हल्का मम्मीलाई बाबालाई होइन। बाबालाई भन्नुहुन्छ एउटा दाइलाई दिदीलाई मम्मीलाई आमालाई कुरा लाउँदैछ। हाम्रो खाना हो होइन आइसकेको छ। हाम्रो ठुल्बाबा हुन्छ बर्दनको ठुल्बाबा अङ्कलदिन भन्नुभयो सबै। के छ भन्नु त यहाँ के हो? कालो दाल होइन। के हो? लोकल हो फेरि। अनि लोकल हो। अनि यो पापड काँक्रा अनि अचार गुन्द्रुकको अचार पनि छ। अनि यो के आलुको अचार साग यो सब्जी। केटाहरू चाहिँ यसै हेरेर बस्छ है ल।
हामी चाहिँ हामी अन्तमा हो अन्त आइसकेको छौँ होइन भ्यू चाहिँ केही डिस्क्राइब गर्नु पर्दैन यस्तै छ होइन डिस्क्राइबै यहाँ सजिलो नयाँ छ होइन दिपक त सानो छ अब हामी के गर्दैछौँ दिपक भन त हामी अब रुमको लागि रुम खोज्ने अनि त्यसपछि हल्का प्रोग्राम छ छ ल ल ल थ्याङ्क यू यस्तै छ भ्यू चाहिँ राम्रो छ त्यो खासै राम्रो छैन ठिकै छ भनौँ न होइन खासै राम्रो चाहिँ छैन होइन ठिकै छ भोलि बिहान देख्नुहुन्छ हजुरहरूले यसको मर्निङ भ्यू चाहिँ होइन अहिले चाहिँ हामी सनराइज होला अहिलेको लागि अब माथि छ माथि नै माथि छ यतै सबै छ गाइस हामी चाहिँ होइन अन्तुको डाँडा चढ्दैछौँ 4 बजी उठेर राख्थ्यौँ होइन तर बाटोमा आउँदाखेरि बाटो बाइक पम्चर भयो होइन त्यही भएर ढिलो भयो ब्याड लक भन्नु पनि केटा हो भ्यू चाहिँ यस्तै छ है त्यहाँ केही डिस्क्राइब भन्नु न यता बाटोहरूको बारेमा आएपछि पो थाहा हुन्छ बयान नै गर्न सकिँदैन होइन हामीले अब हाम्रो प्लान छ के छ भन्दाखेरि जाने गर्ने यसो फोटोहरू खिच्ने अनि सजिलो साथी हुन्छ रमाइलो कुन गाना सुन्नुहुन्छ हजुर उयो देखियो घामको झलक नै देखिन थालिसक्यो होइन हामी चाहिँ अब आइसकेका छौँ अन्तु डाँडाको गेटमा आइसकेका छौँ यता त यहीँ छ नि होइन ल यो चाहिँ गेटमा हामी छिरिसकेको छौँ होइन टिकटको प्राइस चाहिँ कति 50 रुपिस छ एकजनाको माथिको भ्यू देखाउँछ नि तपाईँलाई यहाँ चाहिँ तपाईँहरूले अर्ग्यानिक खानेकुराहरू भयो भक्का पाइन्छ नि यहाँ अहिले आउँछौँ हामी भक्का सेलरोटीहरू छ पन्जी जम्पिङहरू पनि छ होइन यसलाई के भन्छ जिप लाइनर हाम्रो चाहिँ अहिले फोटो सेसन चलिरहेको छ गाइस होइन घाम चाहिँ अब 6-7 बजे कति 6:30 बजे घाम हो होइन यस्तो होइन के छ मेरो रूपा कस्तो होइन कस्तो भयो अन्त जाँदा कस्तो लाग्यो एक्सपेक्टेसन भन्छ दिएर चाहिँ केही छ कि छैन राम्रै छ अहिलेसम्म हेर्दाखेरि घुम्नुपर्छ घुम्नु ओर्नु ट्रेकिङ जस्तो दुइटै छैन गर्दाखेरि चाहिँ हुन्छ नि राम्रो कि सबै कुरामा बेनिफिट छ अनि हिजोको त्यो खानपिनहरू भयो तिमीलाई इलामको खानपिन कस्तो लाग्यो त्यहाँ होमस्टेहरू भयो होइन बसाइहरू इलामको थकाली प्योर थकाली मान्छेबाट बनाएको थकाली खाएर आएको अरू त पर्दैन कता कता हिँडेको पिङ खेल्न पिङ खेल्नु पनि छ कि यहाँ पिङ खेल्ने चाहिँ बच्चाहरूको लागि होइन हामी चाहिँ यहाँ घुमिरहेको छौँ होइन कोही सदन गएको छ ए पङ्कजको लागि लेखेको यो ठिक छ साथी अब होइन आउनु पाएन होइन साथी आएन त्यही पनि साथीको नाममा यसो सम्झनामा लेखेको छ होइन यहाँ साइडमा यो पनि छ ठिक छ पङ्कज वी मिस यु होइन अब तिमीलाई चाहिँ यही भ्यू हेर होइन यसरी नै अब हामी के गर्दैछौँ सलेन्द्र अब चाहिँ हामी अन्तु डाँडाको घुमफिर गरेर अब बाटो राख्दियो त्यसै क्रममा हाम्रो यहाँनिर स्टलहरू देख्न सक्छौँ र यो स्टलहरू चाहिँ खानेकुराहरू होइन भक्का होइन भक्का अहिलेसम्म ट्राई गरेको छु जुन चाहिँ अब हामी फर्स्ट टाइम ट्राई गर्नु गइरहेको छौँ र साथसाथै अरू केही खानेकुरा खानेछु र पछि देखाउनेछु हजुर ल भक्का चाहिँ होइन बनाउनु चिया पनि दुधको चिया 4 कप यहाँ यता बस्नु दिदी भक्का चाहिँ कसरी बनाउनुहुन्छ भनिदिनु ल ल भनिदिनु अब यो त थाहा छ सेलरोटी बनाउने हो यहाँ चाहिँ भित्र बस्नु अब दिदी भनिदिनु भक्का कसरी बनाउनुहुन्छ ल भक्का थाहा छ पश्चिमको मान्छेहरू थाहा नै हुँदैन नि चिया पनि भनेछ यस्तो गर्ने होइन यो चाहिँ के मैदा हो चामलको पिठो अनि चामलको पिठो लाउने त्यहाँ पानी यो गरेको हुन्छ होइन अनि त्यहाँ राख्ने
अनि कपडामा चाहिँ त्यसो गरेर यस्तो गर्ने होइन यो जाडो महिनामा चाहिँ लास्ट दामी हुन्छ क्या होइन कि अनि यहाँ यस्तो गर्ने यतिकै पाक्छ है अब हामीले त्यहाँ हुन्छ तपाईँहरू पनि अन्त डाँडाको बेला दिदीहरूकोमा होइन खाइदिनु होला म त दिदी 2-3 पल्ट भइसक्यो यहाँ अस्ति पनि खाएको थिएँ पक्का दिदी हुन्छ केटाहरूलाई सबै चाडै फर्स्टमा अब छैन नदेऊ न ल ल सबै केटाहरू हाम्रो चिया पनि आइसकेको छ सेलरोटी हो होइन त्यहाँ पाउँछ कस्तो सेलरोटी कस्तो सेलरोटी बेस्ट लाग्छ ल गाइज हामी चाहिँ खाजाहरू खाएर होइन अब फर्किसकेका छौँ यो चाहिँ सल्लाह ओइ प्याब्लो यहाँ भालुहरू आउँछ कता यहाँ लाग्ने होला ग्राउन्ड हो होइन अन्त डाँडाको हामी अब फर्किसकेका छौँ यहाँ चाहिँ के 10 लाखको 5 लाखको टुर्नामेन्टहरू हुन्छ अरे होइन जति नि भालेको पनि हुन्छ खसी सुँगुर